Hello and namaste, welcome back to my channel. I'm Alvinbro aka and टक्क लगाएर चाहिँ अहिले चाहिँ हामी फेरि जान आँटेको हामी घुम्न कहाँ भन्दा त धरान साइड कता हो त्यहाँदेखि चाहिँ थाहा छैन बेलुटारतिर कता कता घुम्न जाने अरे अनि टक्क लगाएर म चाहिँ रेडी भइसकेँ अनि अब चाहिँ हाम्रो गाडी पनि आइसकेको छ त्यहाँनिर छ अनि टक्क लगाएर चाहिँ अब सबैजना रेडी हुँदै हुन्छ अनि अब चाहिँ हाम्रै हिँड्न आँटेको हाम्रो गाडी चाहिँ यहाँनिर छ अनि सबैजना हुन्छ अब चाहिँ यहाँबाट लाग्नुपर्ने हुन्छ हामी सिधै उल्लाबारीबाट सिधै धरानबाट माथि ल गएको अब चाहिँ बाई मेकअप गर्दैछ होइन गाडीमा मेकअप चाहिँ को गर्छ हो यस्तो यस्तो हरामीहरू हुन्छ मेकअप गर्ने चाहिँ गाडीमा चाहिँ होइन चाहिँ भर्खर स्कुलबाट आएर हतार हतार त्यही पनि नर यसलाई पर्खिँदा ओर्दा 7 बजी जाने भएको थियौँ 8:30 भइसक्यो राम लगाइसकेर हामी चाहिँ राम्रोसँगले नै जाँदैछु आशा होस् राम्रो नै हुन्छ भन्ने अहिले हामी धरान आइसके मैले ध्यान लगाएको थिएँ साइडबाट हेर्नु सक्नुहुन्छ होला अनि यतापट्टि चाहिँ घन्टाघर छ घन्टाघरी देख्नु होला होइन माथि जाने माथि होइन अनि गुरासुरा मन्दिर भन्ने जाने त्यहाँबाट फेरि माथि रेपिटेमै हेर्नु होला हामी चाहिँ अहिले गुरासुरा मन्दिर भन्ने ठाउँमा आइपुग्यौँ म चाहिँ सेकेन्ड टाइम होला आई थिङ्क सेकेन्ड टाइमै होला म चाहिँ होइन यहाँबाट जाने कस्तो घाम लागिरहेको नि आज एकदम धेरै घाम लागिरहेको छ होइन कल चाहिँ अब यहाँभित्र जानुपर्ने हुन्छ हामी भित्र जान्छौँ आम्मा कति धेरै यार आम्मा कति धेरै माला ओ कति धेरै मन्दिर नि प्रियङ्का तैँले उहाँनिर उयो गरिदिएको थिइस् बाँधिदिइस् उयो माला ए हो कति धेरै यहाँबाट जाने हो सो सबैजना चाहिँ पूजा गर्न जानुभयो टक्क लगाएर सबैले जुत्ता चप्पल यहाँ खोलेको छ होइन अनि यो चाहिँ अब सेल गर्नुपर्ने हुन्छ हामीले चाहिँ यो सबै बेचिदिने 100 माथि होइन 100-200 कतिमा किन्यो भन्नु होला सबैले हेरी छ होइन ल चाहिँ पूजा सुजा गरेर अब चाहिँ हिँड्न आँटेको ल अब चाहिँ यहाँबाट हामी जान्छौँ सो अहिले चाहिँ हामी उसो पार्क भन्दा भइसकेको त्यो पार्क चाहिँ हाम्रो सन्ताङज्यूले बनाउनु भएको अरे होइन मलाई टु टाइम भयो होइन यस्तो दामी छ अब हेर्दै जान्छ केही परिवर्तन भएको छ यो पार्कमा चाहिँ टक्क लगाएर सबै देखाउँछु तपाईँहरूलाई म यसो हेर्दै गर्नु होला दामी छ अरे क्या यो पार्क पहिलाको भन्दा चाहिँ एकदमै अझ बनाउने बाँकी छ अझै हर्कासम्म यहीँ छ जस्तो लाग्दैछ क्या मलाई चाहिँ होइन म रहेछ भने चाहिँ तपाईँहरूलाई म भेटाउँछु अन्त ल हेर्दै गर्नु होला चाहिँ ओहो साँप पनि छ त यहाँ त डिजाइन हान्ने मान्छे कति हो कतिवटा साँप छ हौ हामी जब खाजासुजा खाना आँटेको यहाँनिर यस्तो पार्कमा होइन भ्यू हेर्दै ल हामी खाजा बन्द चटपटे आइसक्यो हाम्रो चाहिँ भर्खर चटपटे आउँछ अरू सामान पनि आउनु छ केहरू भर्खर चटपटे अब ल उता अर्को ग्रुप छन् होइन हुन्छ उता पनि खाँदै हुन्छ चटपटे हाम्रो यहाँ चाहिँ थुक्पा आइसक्यो होइन 4जना थुक्पा यो चाहिँ खाना अरे छैन यसको चाहिँ अहिले आउँदैछ एकछिनतिर आउँछ अहिले हामीले यसो खाजासुजा खाएर पनि निस्किसक्यौँ यहाँनिर चाहिँ होइन म यस्तो आमा पेटै ठुलो भयो त हो के गर्नु होइन खाना चाहिँ खाएको छैन जस्ट खाजा यस्तो दामी चिसो बबाल हावा यस्तो दामी आम्मा यस्तो चिसो पनि हुँदो रहेछ यहाँनिर होइन ल अब चाहिँ खोइ कता जाने यता घुम्ने भन्ने हुन्छ अब घुमेर खोइ कता जाने थाहा छैन जता जाइन्छ गइन्छ राम्रोसँग अरे ल यसो हेर्छौँ हामी यहाँनिर चाहिँ धरान लेखेको रहेछ त नि अब्बो धरान वा सो गाइस अहिले हामी बेलुटारतिर जाँदैछौँ सबैजना एकदमै रहिला भइरहेको छ होइन अनि अब चाहिँ यहाँबाट कति मिनट लाग्छ फर्स्ट टाइम हो नि त एक्सपिरियन्स कस्तो हुन्छ अब पुगेर भेटौँ न सबैजनालाई सो हामी चाहिँ अहिले नमस्ते झरना भन्ने ठाउँ आइपुगिसक्यौँ होइन बेलटार पनि कटिसक्यो बेलटार चाहिँ त्यही हो कति हामी पर एकदम पर आइसक्यौँ होइन अनि यहाँनिर चाहिँ प्रदेश गर्ने ठाउँ रहेछ टिकट केही लाग्दैन होइन केही लाग्दैन रहेछ अब यहाँबाट जानुपर्ने हुन्छ कति मिनट हिँड्नुपर्छ थाहा छैन त्यो पनि हामी हिँड्ने
गर्छु होइन ल कतिखेर पुगिन्छ अब एकैचोटि नमस्ते झर्ना भनेको थाहा छ कमेन्ट गर्नु होला सबजनाले यस्तो दामी बबाल भ्यू छ कि आम्मा झर्नाको साउन्ड चाहिँ आइरहेछ सुन्दै हुन्छ होला यस्तो दामी हो यस्तो दामी बबाल छ अनि दिस इज द मङ्की ऊ चाहिँ मङ्की हो बाँदर जस्तो झुन्डेको गर्छ होइन मङ्की जस्तो देखिने तर क्याट रहेछ होइन म त मङ्की भन्दै थिएँ ऊ जस्तो देखिने चाहिँ क्याट यहाँ आउँदै हुन्छ सबजना ऊ यहाँ आउँछ सबैजना यहाँ आउँछ न हामी चाहिँ झर्नाको नजिक आउँदैछ नजिक होइन अनि यो दामी छ त्यस्तो छ कत्रो धेरै यत्रो पुल पनि यस्तो बाङ्गेको छ कि कस्तो डरलाग्दो छ क्या पुल पनि त्यहाँनिर अगाडि पनि आफ्नो ज्यानको सुरक्षा आफै गरौँ भनेर त्यहाँनिर प्रदेश छिर्नेमा पनि लेखिदिएको थियो र अनि माथि चाहिँ कहाँसम्म पुगिन्छ हेर्दै गर्नु होला यसरी नै झर्ना कस्तो छ झर्नाको अब एक्सपिरियन्स लिनुपर्ने हुन्छ भयो भने म त पौडी पनि खेलिदिन्छु होला होइन आई थिङ्क ल ढुङ्गाको ट्रेन रहेछ तर म हो नि यहाँ यस्तो हो यहाँ चाहिँ कसले बनाएको रहेछ यहाँ को आएको थियो कमेन्ट गर्नु होला सबले दामी छ त हौ झर्ना चाहिँ आइपुग्यो यो झर्ना दामी रहेछ झर्ना चाहिँ जे भनौँ न साउन्ड पनि दामी छ यहाँबाट आएको सानो बहिनीले झर्ना कस्तो लाग्यो खतरा अब माथि चाहिँ केही छैन माथि दामी कस्तो दामी झरेको होइन अनि वाउ बाबा आछ ए त ल यहाँ गएर बस्नु ल त्यहाँनिर जान्छ ल त्यही भन्नुहुन्छ होइन आउनु भएन बाटो यस्तो छ होइन यहाँ जानेको गऱ्यो हुन्छ सबैजना कस्तो लागिरहेको छ भनिदिनु होला दामी बाबा छ नमस्ते झर्ना अरे यो चाहिँ होइन म चाहिँ जाँदैछु माथि प्याक भइसकेँ ओ कत्रो पानी फ्याँकेको काम यहाँ त सबै पानी कत्रो पानी आउँदैछ आम्मामा पानीको बाफ हेरेर बाफ कत्रो उठिरहेको उहाँ नआउने मान्छे चाहिँ खत्रै होला अहिले चाहिँ हामी घुमिहेरी पनि फर्किसक्यौँ ट्र्याकको पारामा अहिले चाहिँ यति बजेको छ अझै यहाँबाट चाहिँ कहाँ जाने हो घर जाने होला आई थिङ्क होइन कहाँ जाने हो थालेन त्यो धेरै मन छ अब दामी थियो झर्ना ब्लगमा हेर्नु भयो होला कमेन्ट गर्नु कस्तो लाग्यो होला को आउनु भएको छ यहाँनिर चाहिँ हुन्छ गाडी यहाँ छ सबैजना बिस्तारै आउँछन् दादा पनि फसाएको अनि फर्किँदा पनि फस्छ भनौँ न होइन अनि बहिनीहरू चाहिँ हामी तिनजना आइसक्यौँ ल यही हो नमस्ते झर्ना चाहिँ भ्यू त्यस्तो दामी छ बवाल भ्यू चाहिँ एकदमै दामी मलाई यस्तो चिसो छ कि आम्मा भिडियोमा हेर्नु कस्तो चिसो छ ल अब चाहिँ हामी यहाँबाट लाग्छौँ अहिले चाहिँ हामी बेलुका आइसक्यौँ होइन के को बोर्डहरू हो होइन बन्जी जम्पिङ सबै छ होइन यसो अब त भन्नु त पऱ्यो नि त यता चाहिँ मन्दिर साइड हो ल अब चाहिँ हामी यहाँबाट माथि जानु पर्ने हुन्छ हामी चाहिँ यहाँ माथि आइपुग्छौँ कहाँ हो होइन यहाँनिर दामी छ यहाँ चाहिँ सिसाको पुल छ यो चाहिँ बन्जम्बी हान्ने ठाउँ होला होइन रहेछ हामी चाहिँ एउटा यहाँ हो सिसाको उयसमा हेर्नु सिसाको ग्लासमा जान आँटेको आम्मा फर्स्ट टाइम यसलाई के चिप्लिन्छ कि के हो यस्तो जुत्ता जस्तो लाएर के हो जुत्ता जस्तो देखि होइन आम्मा हेर्नु सिसा हल्का कस्तो चिप्ली जस्तो लाग्दैछ यस्तै सिसा यो सिसा चाहिँ बुलेट प्रुफ सिसा होला होइन अब हेर्नु त फर्स्ट टाइम आम्बो यस्तो दामी चिसो न चिसो दामी भ्यू अनि यस्तो दामी ग्लास अनि एकदम मजा फर्स्ट टाइमको एक्सपिरियन्स मजा आयो होइन के हुँदैन थियो तर उफु दामी हो मजा आइरहेको थियो यहाँनिर मजा आएर कोही पनि डराएको छैन अहिलेसम्म त त्यता नआउने भन्ने मजा आइरहेको छ होइन थोरा मन छैन त नि यो चाहिँ सिसा हो सिसाबाट भिडियो गरेको फर्स्ट टाइम हिँडेको यसमा केही पनि हुँदैन रहेछ टावर होइन ल यस्तो छ अब चाहिँ हामी यहाँबाट फर्केको होइन त्यहाँबाट अघि आउँदा त राम्ररी हेरेर सबैजना अहिले चाहिँ के हो थर्र छ त अनि कस्तो भयो त यहाँ कस्तो भयो तपाईँलाई हामीलाई धेरै रमाइलो नि भयो प्लस इट इज टु मच स्टोरी
ए हो अनि डर चाहिँ लागिसक्यो तपाईँलाई यहाँनिर हिँड्दाखेरि कतिको डर धेरै नै तपाईँलाई यता तपाईँलाई कस्तो लागिरहेको छ तपाईँलाई तपाईँलाई मलाई एकदमै धेरै डर लाग्छ रमाइलो लागिरहेछ त्यस्तो डर लागिरहेछ छैन ए हो ल यहाँनिर चाहिँ धेरै खासै केही रहेनछ यसो हिँड्ने आउने डुल्ने फोटोसोटो खिच्ने त्यति नै हो होइन अनि उहाँ जाने कस्तो दामी छ के भयो अरे त्यही के छ दामी छ ल अब चाहिँ हामी यहाँबाट फर्केको यहाँनिर के हो होइन एकदम मजा आयो सब हाम्रो कतिजना अब चाहिँ यहाँबाट जाने हामी ल पुगाउनु पर्ने सो अहिले चाहिँ हामी चाहिँ खाना खान आँटेको अब हाम्रो खाना आउँदैछ बिस्तारै हेर्नु लाएर प्रवेश लगाइदियो खाना पनि आइसकेको छ यहाँनिर त्यो खाना खानुपर्ने हुन्छ होइन तपाईँलाई ल आज खाएको ल बल्ल बल्ल खाना आउँदैछ ल यहाँ खानु कस्तो छ र हामीले चाहिँ ट्याग लगाएर चाहिँ खाना खाइसक्यौँ अब यहाँबाट चाहिँ एकछिनमा हिँड्नुपर्ने हुन्छ अनि हामीले चाहिँ यो होटेलमा खाना खाएको रातो फाले पर्नेमा कस्तो थियो यहाँको खाना होइन यत्रो दाम 300-400 थपेर हानेको मैले होइन ठिकै थियो लोकल खाना पाउँदो रहेछ अनि अघि हामी हानेको ठाउँ चाहिँ उयो यो हानेको होइन त गएको अहिले पुरै लाइट बलिरहेको छ दामी छ बबाल छ अहिले चाहिँ हामी भेलेटारमै छौँ 5:30 भइसकेको छ अब चाहिँ हामी यहाँबाट एकछिनमा निस्किन्छौँ होइन अनि ट्याग लगाएर चाहिँ राम्रोसँग निस्किन्छौँ अनि अब चाहिँ खै कता निस्किने अब सिधै घरतिर जाने होला होइन रेडी भइसकेको सबजना चाहिँ कता गएको छन् अनि एकछिन पछाडि जब हामी घरतर्फ लाग्नुपर्ने हुन्छ ल यो चाहिँ भेलेटार हो होइन अनि अब चाहिँ भेलेटारमा छौँ ट्याग लगाएर यस्तो हुन्छ भइरहेको अब एकदमै दामी बबाल अब यहाँबाट चाहिँ हामी घरतर्फ लाग्नुपर्ने हुन्छ यस्तो दामी रात परिसक्यो भएको खाना खाएर त नभएको छ कहाँ हुन्छ मान्छेहरू यहाँ हुँदो रहेछ होइन यहाँनिर सागसब्जीहरू के किन्ने हुन्छ अब यहाँबाट चाहिँ हामी घर जानुपर्ने हुन्छ ल यस्तो दामी सो अब चाहिँ हामी यहाँबाट हिँडेको होइन आजको लागि भ्लग पनि यति नै हुन्छ अनि यहाँबाट भेलेटारमै मैले चाहिँ भ्लग एन्ड गरिदिएको किनकि धेरै भइसक्यो होइन उसलाई चाहिँ कुरकुरे खानु पऱ्यो अरे होइन अब चाहिँ अब जान्छौँ थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब म सबजनालाई बाई बाई भन्न चाहन्छु अनि त्यहाँको लागि चाहिँ भ्लगमा कमेन्ट गरौँ कस्तो भयो यसो भनिदिनु होला तपाईँहरूले होइन अनि ल पक्कै खाना खानु भयो खाना खानु